भर्खरै पसिना बगाएर यहाँ चाहिँ फेरि आराम गर्नलाई चाहिँ यसरी आफ्नो मनोरञ्जन गर्न सुरु भएको छ। यहाँहरूले देख्नु हुनेछ है साथी हो। ल यहाँहरूले कस्तो लाग्छ? नेपाल बनाउने समूह, नेपाललाई जुरुक्कै उठाउने समूह चाहिँ यसरी जुटेका छौँ। गफ गरेर त हुँदैन भन्छन् साथी हो। कसैलाई लाग्न सक्छ हामी गफ गरेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ यता हेर्नुहोस् है साथीहरू। सबै श्रमदान गरेर आउनुभएको साथीहरू। सेवा सेवा यतापट्टि खाजा भुजा थाकिसकेपछि ल है सर, ल है लिउँ है लिउँ। हजुर ल देख्नु होला सरहरू। लु यस्तो चाहिँ हाम्रो श्रमदान गरेर त्यत्तिकै हामी हुँदैनौँ, केही खाजाभुजा पनि हुन्छ हाम्रो। ल यहाँ हेर्नु होला खाजाभुजा चाहिँ यसरी बनेको छ। सर खाजाभुजा भयो? हजुर नमस्कार। के हो? लु 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 के हो यो बोरामा? टी सर्ट हो? यो कोरियाबाट स्पोन्सर गरेको। ए कोरियाबाट स्पोन्सर। ओ सरी। ल त्यस्तो छ। थाक्यो बहिनी? थाकेको छैन? कहाँ थाक्छ? श्रमदान हर्का साम्बाङको टिम पो त कहाँ थाक्छ? होइन साथी हो? होइन बहिनी कहाँ थाक्छ र? होइन हर्का साम्बाङको टिम पो त थाक्नु हुँदैन भन्नु हुन्छ। ए बुझ्नुभयो के साथी हो? कुर्सीमा तपाईँ गफ गरेर थाक्नुहुन्छ होला, तर यहाँ काम गरेर थाकिँदैन भन्ने कुरा यसैबाट बुझ्नु होला साथी होइन? ओहो आशा दिदी पो आउनुभएछ त। मैले त तपाईँलाई त सम्झिरहेको थियो। एभ्रिबडी मस्ट नो होइन? त्यो भन्दा बाइक नगर्नु पनि पर्ला साथीले होइन? के भनिरहेको छु मेरो उयसमा टिकटकबाट फेसबुकबाट हो त। अबको लडाई भनेको न धर्मको न जातको केहीको लडाई होइन, सत्य र असत्य। अब नेपालीहरू कोसँग उब्ने? सत्यको साथ उब्ने कि झुटको साथ उब्ने? यो नेपाली जनताको पनि एउटा परीक्षणको समय हो र म चाहिँ हर्का साम्पाङको साथमा हमेशा। तपाईँ सत्य छ भने यहाँ आउनुहोस् होइन? सत्य छ भने यहाँ आउनुहोस्, नत्र भने गफ गरेर नबस्नुहोस्। बुझ्नुभयो साथी हो? अहिले परीक्षा गर्दैछौँ, जेन्जी टोलीले परीक्षा गर्दैछौँ। कुनै दिन तपाईँ गफ गरेर कुर्सीमा बस्दाखेरि जेन्जी टोलीले थुतेर तपाईँलाई होइन श्रमदान गर्नेछ, तपाईँलाई नै श्रमदान गर्नेछ होइन? होइन एउटा अर्को पनि भन्छ, जब जेन्जी आन्दोलनमा के अरे जेन्जी अड्डामा जो उब्नु भएको थियो नि हर्का साम्पाङ, उहाँले त्यति नै बेला इतिहास रच्नु भएको छ। अरू कुरै नगरौँ, सबै लुकेको बेलामा उहाँ जेन्जी अड्डामा उब्नु भएको छ क्या। हो यसलाई चाहिँ तपाईँले बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको पेट भनेर भन्नु पर्दाखेरि है त साथी। अहिले त मेरो फेसबुकमा हेर्नु न कति लेख्छु हर्का साम्पाङको बारे, दिनमा 10 वटा लेखिरहेको हुन्छु। झगडा पनि भइराखेको हुन्छ होइन? सबलाई फाडिदिन्छु। ए माय गॉड सबलाई फाड्छु, कोही बोल्नु आउँदैन मेरोमा। सब मसँग बोल्नु र हर्का साम्पाङले विरोध गर्नुको लागि पहिला त्यो मान्छे चाहिँ 24 क्यारेट गोल्ड हुनुपर्छ कि 24 क्यारेट गोल्डको शुद्धता त्यो मान्छेमा हुनु पर्यो। त्यहाँबाट त्यसले बोल्नु पायो हर्का साम्पाङको विरोधमा, त्योभन्दा अगाडि पाउँदैन। ओ यसरी बुझौँ है साथी हो। बुझ्नेलाई चाहिँ राम्रो छ, नबुझ्नेलाई अलिक गाह्रै पर्ला। हर्का साम्पाङले घरिघरि स्टेटस लेखे होइन नि साथी हो, किनभने नबुझेर लेख्या बुझोस् भनेर होइन? होइन हस् त धन्यवाद यहाँहरूलाई। ल यहाँ म्यामहरू यता हुनुहुन्छ होइन? ल साथी हो हजुर छैन अब खाजा खानुपर्छ। ल हाम्रो खाजा बनाउँदै हुनु हाम्रो धन्यवाद नाना। यहाँ दुईजना है। हेलो नमस्ते। अब नि ल आरामै हुनुहुन्छ? खाजा के कस्तो हुँदैछ? राम्रो छ? हजुर खाजा एकदम राम्रो छ। एकदम हस् धन्यवाद धन्यवाद। ल त